झोलेहरू यो फोटो राम्रोसँग हेर्नु तपाईहरुको बा हुँदा र बालेन्सा आइसकेपछिको फरक हो यो। खुला मञ्चलाई तपाईहरुको बाले आफ्नो पेट भर्ने भाँडो बनाएको थियो के, खेत जोत्न मिल्ने टाइपको थियो खुला मञ्च बालेन्सा आउनु भन्दा अगाडि। ल अहिले हेर्नुस् त खुला मञ्च साच्चीकै खुला भएको छैन त। काम गर्ने मान्छेले यसरी गर्छ के। तिमीहरुको बाहरू 30-40 वर्षसम्म राजनीति गर्दै गर्दा के गर 30-40 वर्षसम्म गर्न नसकेको चाहिँ बालेन्साले 3 वर्षमा गरेर देखाइसक्यो के। त्यसै बालेन्साको पछाडी लाग्छौ तिमीहरुको बाहरू। अरु पनि थुप्रै मेयरहरू छ, तिमीहरुको बाहरू तिमीहरुको पछाडी लाग्छ त लाग्दैन नि त। जनताहरू जसको पक्षमा छ त्यसलाई नै गिराउन खोज्दै छ के तिमीहरुको बाहरूले। किन भन्दाखेरि जनता अब बालेन्साको पक्षमा उभियो भनी त तिमीहरुको बाको खैरेत छैन, तिमीहरुको पार्टीको खैरेत छैन नि त। त्यही भएर बालेन्सालाई कसरी हुन्छ नराम्रो देखाउन लागि परेको छौ तिमीहरु हैन। अब जनता सब जनताले बुझिसक्यो के बालेन्साले के गर्दैछ, बालेन्साले कसरी काम गर्दैछ भनेर छर्लङ्ग भइसक्यो के। हिजो त्यही काठमाडौँ हैन, बाटो हिँड्दाखेरि नाक थुन्दै हिँड्नु पर्ने। त्यही काठमाडौँ हैन, फोहोरका डङ्गुर घर जत्रो थुप्रो हुने फोहोरको। त्यही काठमाडौँ हैन, सडक पेटी साँगुरो भएर खचाखच हुने। त्यही काठमाडौँ हैन, जथाभावी पार्किङले गर्दा जाम कति धेरै हुने। आज हेर्नुस् त बालेन्सा आइसकेपछि काम गर्नेलाई काम गर्ने दिनुपर्छ के साथीहरु। अझै बालेन्साले चाहे जति चाहिँ काम गर्न सक्नु भएन यसको बाहरूले गर्दा, झोले कार्यकर्ताहरूले गर्दा के।